मुठी भेटीको कुरा गर्छ भने मुठी भेटी यदि कुनै विश्वासीले यदि छुट्याएर यदि परमेश्वरको भावना परमेश्वरको अगाडि लिएर आउँछ भने उसलाई नो प्रब्लम, शैतानलाई प्रब्लम हुँदैन। शैतानले भन्छ इट्स ओके नो प्रब्लम, के छैन ल्याओस् है। जब विश्वासीले यदि अगौटे फल ल्याउँछ, अगौटे फल कुनै बारीमा सागसब्जी रोप्यो, त्यसको अगौटे फल ल्यायो राखिदियो प्रभुको चरणमा, परमेश्वर ल्याए हे प्रभु ल्याएँ मैले, इट्स ओके नो प्रब्लम, ठिक छ बारीको फलको ल्याए, शैतानलाई प्रब्लम हुँदैन। तर जब एउटा विश्वासीले चाहिँ यदि प्रभुसँग लेनदेनको क्रममा चाहिँ यदि दशांश लिएर आउँछ नि, पैसा लिएर आउँछ भने त्यसलाई धेरै गाह्रो परिहाल्छ। विश्वासीलाई धनी हुनु नै दिनु मान्दैन त्यसले। अब्राहम इजाक र याकुबको आशीष उपभोग गरोस् भन्ने चाहँदैन त्यसले। विश्वासी जहिले पनि टुङ नै होस् भन्ने चाहन्छ त्यसले। त्यो संसारमा विश्वासी टुङ भएर मरोस् भन्ने चाहन्छ। अब त्यो आशिषको झरी, त्यो स्वर्गीयको त्यो जुन झ्यालो गरेर अति नट्टीको आशिष वर्षाउँछु कि वर्षाउँदिन हेर त भनेको कुरा पुरा नहोस् भन्ने नै चाहन्छ त्यसले। अब्राहम इजाक र याकुबले कसरी आशिष पाए? उनीहरूले परमेश्वरसँग लेनदेन गरे पाए। उनीहरूले केमा? सागसब्जीमा लेनदेन गरे, उनीहरूले चामलमा गरे, तेलमा गरे, गाई वस्तुमा गरे, पैसामा पनि गरे। त्यही कारणले गर्दा उनीहरूले प्रशस्तै आशिष पाए त, प्रशस्तै आशिष पाए नि। अनि आज दिन हामी उही अब्राहम इजाक र याकुबको आशिष माग्छौँ भने त्यो आशिषको कुराहरू आउनु भने उनीहरूले जस्तै कार्य गर्नु पर्यो। अनि हामी गर्न पनि चाहन्छौँ, हामी गर्न चाहन्छौँ, तर शैतानले गर्नु दिँदैन। चामलमा, तेलमा, सब्जीमा लेनदेन गर, इट्स ओके नो प्रब्लम। तर पैसामा यदि विश्वासीले गर्छ भने पैसामा विश्वासीलाई लोभमा फसाउन थालिहाल्छ। अब तैँले कमाएको भयो त 500 रुपियाँ लाँदैछस् प्रभुको निम्ति, त्यो 500ले त तैँले दामी चप्ली किन्न, तँलाई खाँचो छ त, ऊ देखिनस् तेरो चप्ली त्यहाँनिर चुट्टिन आँटेको देखाउन थाल्छ।